रहेछ लाइट त आउन त लाइन त पहिले हो ए ठिक भयो ए भगवान सराप लागेछ सराप लाग्यो रेडी राजा उता भाउजूलाई यो कलसहरु माथि नै होस् कि तलै म यही राख्नु न अगाडि हिजो बल्ल बल्ल भेटेर ओइला खान्छु के भुँडी घोड्नु यही राख्नु भिडियो बनाउँदै ल आइज ल आइसमा आउनु बस दिदी लाइन्छ लाइसमालाई अनि त्यहाँबाट मात्रै अरूको पालो ओ लसी ओइ पाली आइसिबा के रे बाटो पारीबाट कराएको जस्तै भयो फोटो खिचेको नानी होइन शुभम फोटो खिचाइ अनुहारमा टल्किन्छ होला छोरा खिचे खिचेछ म त भिडियो गरे हो खिचाएन नि फेरि ए अनुहार टल्किन्छ होला भनेर कता हेर्नु कता मेरोमा जता हेर्दा नि हुन्छ केही हुन्न उम्रिन्छ अरे नि त यो जमाना त त्यतिकै बिचबिचमा राख्नु अरे उम्रिन्छ अरे एउटा थाल मेरो त कति थरीको टिका छ किरात त हिन्दू बौद्ध आशीर्वाद देऊ भन्नु न भन्नु भट्याउनु त राम्रो हुनु अबदेखिको हैन पहिला जस्तो न सुख शान्ति हुनु छुट्टै घरमा आफ्नै घर बनाउनु पाओस् त्यो चाहिँ हो जयजना मान्छेले पो अहिले कस्तो छ भने कि म बिरामी थिएँ कि क्या जस्तो भयो क्या अब कहाँ सिउरिनु सिउरिँदा पनि कता यस्तो ठाडो पार्नुपर्छ ल यसो गरेर ल आइज यो फेरि ए यता गरी बुहारीको छोरा गएको राम्रो होस् सबै कुरा लगाउँदै जानुहोस् धेरै पैसा कमाउनु राम्रो गर्नु है खाना खानु है खान्छ उसको उमेर पुग्दै गयो होइन खाँदैन त उसको देवरले त खाँदैन उस्तो उस्तो हुन्छ उमेरै पाल्ने भयो पछाडि चिम्टीमा चाहिँ ल आइज अनि लाइनै सबै बस्दा चाहिँ एकछिनमा बस्नु म खिचिदिन्छ भिडियो पनि जा ल मेरो छोरा जेठा छोरा माइला कुन भाइ हो त हाम्रो राम्रोसँग पढ्नु अब 12 राम्ररी पास गर्नु अनि त्यहाँबाट फेरि ब्याचलर गर्नुपर्छ अनि ठुलो मान्छे बन्नुपर्छ ठुलो हुनुपर्छ है पढेर अनि पैसा कमाउनुपर्छ बाबाआमा बडाहरूलाई नानी कति कति सेकेन्ड गर्नु ओइरो किन गर्नु त्यो टिका नि आउनु टाँसिँदैन नि त आशीर्वाद दिनु टिका टाँसिदिनु एकदम आफ्नो चित्तको नजिकै पुर्याउँदै ल्याउन नजिकै पुर्याइ खेलमा पनि राम्रै ध्यान दिनु पढाइमा पनि राम्रै ध्यान दिनु अझै है हजुर बाबामा इज्जत राख्नु है जहिले पनि राम्रोसँगले शरीर पनि ख्याल गर्नु ल
राम्रो पढ्नु, पढ्नुमा धेरै ध्यान दिनु है, धेरै नपराधेर नहेर्नु, धेरै पढेर ठुलो मान्छे बन्नु ल। सोचेको आँटेको चित्तको पुरा गर्नु, मम्मीको आज्ञाकारी बेटा बन्नु भन्दै राम्रो पढ्नु, मम्मीले आशीर्वाद दिएको छ, पछि ठुलो भएर मम्मीलाई राम्ररी पाल्नु है, ज्ञानी बन्नु। के गाली सुनेछ बिग्रियो क्या अस्ति गेटमा लाएर हिँड्नु हो कि दिदी? हामी होइन घरको आउँछ छिटो खान पाऊँ। तपाईँले भनेको कुरा चाहिँ छिटै पुगोस् परमेश्वर भगवान्। खाना लाउनु दुःख नहोस्, हिँड्न ओर्न घरमा धन रुपियाँ पैसा जस्तो सम्पत्तिको अभाव कहिले जमरा चाहिँ अलिक भक्कु लगाइदिनु मलाई मनपर्छ कि अलिक धेरै। यो पनि आइसमा मम्मीले यो गरेर तेह्र छ मलाई के चाहिँ जमरा म अडाइदिन्छु दिदी अब ल आमालाई दिइहाल्यो नअडिने भन्छ नि त टिका त के भयो बहिनी मानिस बहिनी रहेछ